My one friend suggests me, why do you make just only Western countries video? Why don't you make just South Asians, Nepal's video? त्यसकारण मैले आज नेपालको बारेमा भिडियो बनाउन गइरहेको छु। तपाईँ नेपालको अवस्था देख्न सक्नुहुन्छ। मैले के भिडियो बनाउनु नेपालको मैले क्रिटिसाइज गरेर भिडियो बनाउनु पर्यो। हामी आज कुन युगमा बाँचिरहेको छौँ, साउथ एसियन लोकेटेड इन नेपाल भन्ने मैले भिडियो बनाउनु पर्यो। आज हामी 2046 सालदेखि त्यही अनुहार, त्यही पार्टी, त्यही पुरा रूढिवादी संस्कार हामी बाँचिरहेको छौँ। हामी धर्ममा विश्वास गर्छौँ, हामी कर्ममा के अरे अल्छी गर्छौँ, हामी साइन्सको कुरा गर्दाखेरि हामीहरू परम्परावादी कुरामा विश्वास गर्छौँ। म कर्मको कुरा गर्छु, तपाईँ धर्मको कुरा गर्नुहुन्छ। के मैले यस विषयमा भिडियो बनाउनु? आज हामी कहाँ छौँ? आज विश्वको धरातल हामी कहाँ छ? आज हामी जुन त्यो हिजो मरुभूमिको रूपमा रहेको जुन गल्फ कन्ट्रीहरू, दुबई, कतार, मलेसियाहरू आज रहेका देशहरूमा आज हामी श्रमिकको रूपमा त्यो देशमा हामी आज काम गर्न गइरहेका छौँ। साउथ एसियाका पिपुलहरू आज हामीसँग सोर्स साधन हुँदा पनि हामी आज विकासमा पछि बढिरहेका छौँ। मैले त्यस विषयमा भिडियो बनाउनु। हाम्रो गभर्मेन्ट कस्तो छ, जहिले पनि हामीलाई ठगिरहेको छ। हामीले उनीहरूकै पछि लागेर हिँडिरहेका छौँ। कहिले जुन धर्मको कुरा गर्ने जुन गभर्मेन्ट जुन पार्टी हुन्छ, हामी त्यसको पछि लागेर हिँड्छौँ। कोही जातिको कुरा गर्ने पोलिटिकल लिडर हुन्छ, हामीले उसलाई फलो गरेर हिँडिरहेका छौँ। हामी विकासको पछाडि लागिरहेको छ। हामी आफ्नो माइन्ड मेकअप गरेर हामी कहिले पनि हिँडेको छौँ त्यो छैनौँ नि त। अनि हाम्रा जुन यहाँ रहेका जुन जति पनि मेन पावरहरू छन्, तपाईँ भविष्यमा के बन्नुहुन्छ भन्दाखेरि सोद्धाखेरि म केही पनि बन्दिनँ। म अमेरिका जाने मेरो सपना छ, मेरो युके जाने सपना छ, मेरो युरोप जाने सपना छ भन्छन्। वास्तवमा उनीहरूले आफ्नै देशमा जुन भविष्य हेरिरहेका छैनन्। अन्त मैले के विषयमा भिडियो बनाउनु? यहाँ भिडियो बनाउनुको लागि केही चिज हुनु पऱ्यो नि त। जे चिज पनि तपाईँको क्रिटिसाइज गर्ने बाहेक यहाँ यो देशमा केही पनि छैन। यो देश मात्रै होइन, दक्षिण एसियामा आज एसियन कन्ट्रीहरूमा आज सबभन्दा पछाडि पर्नुको कारण दक्षिण एसियामा यहाँको हाम्रो जुन रूढिवादी संस्कार, हाम्रो पुरानै 20औं शताब्दीमा हाम्रो आज बाँचिरहेको छ। हामी आज कुन अवस्था, हाम्रो धरातल के छ, हाम्रो आइडेन्टिटी आज हाम्रै त्यो छिमेकी राष्ट्र जुन एसियन कन्ट्रीमा रहेको जुन चीन आज विश्वको आज उसको अमेरिकालाई टक्कर दिने आज अमेरिकाभन्दा ऊ अगाडि बढिसक्यो। किन ऊ अगाडि बढ्यो? हामीले त्यो कहिलेकाहीँ हामीले एनालाइज गर्न सकेको छौँ? छैन नि त। हाम्रो उसलाई गाली गर्छ, उसलाई क्रिटिसाइज गर्छ, हाम्रो वाट इज आवर आइडेन्टिटी? हामीले कहिले यसबारेमा हामीले सोचेका छौँ? हाम्रो वाट इज हाम्रो धरातल के छ? हाम्रो केही पनि छ त? आज यहाँ रहेका जति पनि पोलिटिकल पार्टीहरू, ठुला वरिष्ठ यहाँ भिआइपी देश लुटेका लुटतन्त्रहरूका जुन उनीहरूका आफ्नो जुन छोराछोरीहरू सबै आज वेस्टर्न कन्ट्रिजहरूमा आज उनीहरू उहाँ पलायन भइसक्यो। उनीहरूको आफ्नो लाइफस्टाइल मानेर हामीले माइग्रेट भइसक्यो। अनि आज हामीले देशको समृद्धिको विकासमा कुरा गर्ने जति पनि आज नयाँ अनुहार भएका चेहराहरू भएका तिनीहरू चाहिँ आज भित्तामा पुऱ्याउनु जुन किसिमको जुन एउटा हाम्रो देशमा जुन नयाँ दलहरूले जुन किसिमको जुन एउटा प्लानिङ र योजना अनुसार चलिरहेको छ। अनि हामीले कहाँदेखि हामीले नयाँ नेपाल समृद्धि विकास आज विकासमा फड्को मार्ने विषयमा हामीले कुरा गर्नु त बेकारै हुन्छ यहाँनिर। किन हाम्रो थिङ्किङै रङ छ। हामी जहिले पनि हाम्रो नयाँ जेनेरेसनलाई भन्दैन, हाम्रो ओल्ड जेनेरेसनलाई फलो गरेर हिँडिरहेको छ। हाम्रो पुरानै संस्कार, पुरानै पार्टी, पुरानै रीतिरिवाज हाम्रो त्यसैलाई फलो गरेर हिँडिरहेको। त्यसकारण पनि हाम्रो विकासमा पछि पर्नुको कारण त्यही हो। हामीले कहिले हाम्रो माइक मेको गरेर आज हाम्रो देशको अवस्था किन बिग्रियो, हामी आज कुन धरातलमा छौँ, यो अवस्थामा हामीलाई कसले पुऱ्यायो भने हामीले त्यो कहिले पनि एनालाइज गर्ने हामीले त्यो समय निकालेको छौँ? छैनौँ नि त। किन भन्दाखेरि हाम्रो एउटा जे छ चल्दै जान्छ भन्ने हाम्रो छ। आज जाने विदेश जाने, कमाउने, बस्ने, खाने, रमाउने त्यही छ हाम्रो। रेमिट्यान्सले पठाउने देशमा त्यही छ नि त। हाम्रै देशलाई समृद्ध बनाउने, हाम्रो देशमा एउटा रोजगारीको वातावरण सिर्जना गर्ने, यहीँ आफ्नै देशमा के गर्ने, आफ्नै परिवारसँग बसेर रमाइलो गर्ने भन्ने हामीले त्यो कहिले पनि थिङ्किङ सोचेका छौँ? छैन नि त। जे छ चल्दै गर्छ। त्यसकारण नै आज हामीहरूलाई विकासमा पछाडि पर्नुको कारण त्यही भएर त्यही पुराना जुन अनुहार भएका जुन टाउकेहरूले आज हामीलाई जुन पछाडि पार्नु र उनीहरूले त्यो फाइदा उठाएर उनीहरू केही व्यक्तिहरूको लागि मात्रै यो देश एउटा रहेछ भन्ने कुरा चाहिँ हामीले अनुभूति गरिरहेका छन्। वास्तवमा पब्लिकको लागि त यो देश होइन रहेछ भन्ने कुरा त एउटा हामीले आफै अनुभूति गरिरहेका छन् नि त। समय भएका यहाँ कन्फ्लिक्टहरू, समय भएका प्रोटेस्टहरूलाई देख्दाखेरि परिवर्तनको एउटा जुन हाम्रो परिवर्तन चाहन्छ, तर परिवर्तन चाहँदा पनि हामीले आज त्यो परिवर्तन गर्न सकेका छैन। किनभने जो परिवर्तन गर्ने युवाहरू आज ती सबै आज माइग्रेट भइसकेका छन्। उनीहरूले आफ्नो फ्युचर एउटा खोज्नको लागि, उनीहरूले आफ्नो परिवारको लागि, सिक्योरको लागि उनीहरू आज वेस्टर्न कन्ट्रीहरूतिर आफूलाई माइग्रेट गरिसके। अनि त्यसकारण पनि हामीले अब कुन आधारमा भिडियो बनाउनु त? हामीले यही क्रिटिसाइजको आधारमा भिडियो हामीले कहिले सुध्रिनेवाला छैनौँ। किन हामीले सुध्रियो भने मात्रै यो देश सुध्रिन्छ। त्यसकारण पनि मैले आफ्नो देशको क्रिटिसाइज नगर्नु भएर मैले नेपालको भिडियो नबनाउनुको कारण त्यही हो।